सो गाइस सबैजनाले चिन्नुहुन्छ होला भन्नु नि त हेलो नमस्ते नाम भन्नु नि त तिमी अनि हामी चाहिँ अहिले छौँ काठमाडौँ केटिएम बालेन सिटी छौँ हामी चाहिँ अहिले टक्क लाएर म आएको 1 महिना भइसक्यो तर 1 महिना भइसक्यो तर मैले भ्लग चाहिँ हालेको थिइनँ फोटो नै नि हाम्रो त्यो क्यामेरा खिचेको भन्दा मलाई मेरो आफ्नो पर्सनल फोनबाट खिचेको मनपर्छ त्यही भएर फोटो नै हाल्ने ओभरै भिडियो छ जस्तो त्यस्तो भिड थिएन अनि भिड भएको कारणले नि फर्केर आइदिएको अनि हेलो एन्ड नमस्ते वेलकम ब्याक टु माई अनदर भिडियो इट्स मी अमृत ब्लग 46 आई होप सबैजना सन्चै हुनुभयो म पनि सन्चै छु दोस्त कस्तो आवाज गरेर हेरौँ त अनि हाम्रो साथमा हुन्छ हाम्रो दाइ अनि हेलो भनौँ त अनि हामी चाहिँ अहिले छौँ काठमाडौँ केटिएम बालेन सिटी छौँ हामी चाहिँ अहिले टक्क लाएर म आएको 1 महिना भइसक्यो तर 1 महिना भइसक्यो तर मैले भ्लग चाहिँ हालेको थिइनँ अनि आज चाहिँ भ्लग हालिदिउँ न त के जान्छ के हुन्छ भनेर भ्लग हालिदिएको ल ठिक छ अब चाहिँ हामी चाहिँ जाँदैछौँ यता के भन्छ बौद्ध जाँदैछौँ बौद्ध कि स्वयं जाने कि बौद्ध ल कतै ठोकिने गरी आयो र नि अहिले हामी स्वयं जाँदैछौँ त्यही न अहिले त्यो बाटो ठिक छ बबाल छ त्यो काठमाडौँ वेदर तर धुलो चाहिँ डेन्जर उड्छ प्रब्लम हुन्छ धुलो उड्ने चाहिँ यस्तो ठोकिन आउँछ नि त जस बबाल छ चाँडा आउनु त किन हो त नि ढिलो हिँड्यो त्यही न अहिले हामीले अब बस चढौँ बसमा चढेर बसमा त अब मान्छे अलिक भिड हुन्छ त्यस्तो खासै भिडियो बनाउनु पर्दैन जे भएन अब स्वयम्भू पुगेपछि चाहिँ बनाउने छु भन्ने म मेरो कोसिस जारी नै छ डर लाग्छ नि त अलिक मान्छे हिँड्नु भएको ठाउँमा त गाउँ ठाउँमा बसिरहेको मान्छे अब सिधै भ्याली छिरेर भ्यालीमा भ्लग बनाउँदा अलिक मलाई गाह्रो नै पर्छ त्यही भएर नयाँ हुन्छ भने सब्सक्राइब गरिदिनु होला इन्स्टाग्राम चाहिँ फलो गरिदिनु होला कति भयो त्यो तपाईँहरूले कमेन्ट नगरेको सब्सक्राइब नगरेको सबैजना सब्सक्राइब गरिदिनु होला त्यही नै हो मामाहरू हुनुभयो अगाडि अहिले भ्लग गर्नु सक्दिनँ हामी त अहिले आइसक्यो स्वयम्भू टक्क आएर अहिले हुनुभयो खास के हो फोटो त खिच्ने होला नि त फोटोमा त यहाँ ठग हानिदिँदैछ अघिदेखि आएर 5-6 चोटि सोधेछ फोटो खिच्ने भनेर तर हामी फोटो नै खिच्ने हाम्रो त्यो क्यामेरा खिचेको भन्दा मलाई मेरो आफ्नो पर्सनल फोनबाट खिचेको मनपर्छ त्यही भएर फोटो नै हान्ने ओरे अब त्यही हो यहाँ आइसक्यो आएर एकछिन घुमौँ एकछिन सुकेही खाम अनि फर्किनु पर्ने हुन्छ अनि यहाँबाट टक्क लगाएर मान्छेहरू वाल छाल टक्क लगाएर जोस भिड त वाल अहिले चाहिँ म यहाँ केटिएम बसेर यहीँ काम गर्न थालेको हो त्यही भएर भ्लग आउनु सकेको छैन सरी अब त्यस्तै हो भ्लग चाहिँ आउनु सकेन अहिलेको लागि यति नै सो गाइस सबैजनाले चिन्नुहुन्छ होला भन्नु नि त हेलो नमस्ते नाम भन्नु नि त तिमी सन्चै हुनुहुन्छ अहिले मैले त उसलाई भेटिसकेको छु आज हामी चाहिँ म यता हामी हिजो पनि भेटेको अनि हिजो पनि बिजी थिएँ अनि अहिले पनि म बाबासँग आज बिजी छु तर जसले चिन्नुहुन्छ सबले सब्सक्राइब फलो सब गरिदिनु होला सबै सपोर्ट चाहिँ गर्नुपर्छ सबैजनाले ल त्यही हो अब साथीले भेट्यो खुसी लाग्यो ल नेक्स्ट टाइम भेट्नुपर्छ हुन्छ हेभ अ नाइस डे ल बाई ल हामी चाहिँ त्यहाँबाट फर्केको अहिले चाहिँ त्यहाँ लास्ट चाहिँ आज चाहिँ ओभरै भिडियो छ जस्तो त्यस्तो भिड थिएन अनि भिड भएको कारणले नि फर्केर आइदिएको अनि तपाईँहरूले देखिसक्नु भयो होला अघि नै उसलाई चिन्नुहुन्छ भने कमेन्ट गर्नु होला कतिले चिन्नुहुन्छ कमेन्ट गरिदिनु होला कमेन्टमा
भनिदिनु होला कसले चिन्नुहुन्छ भनेर। जे होस् हिजो पनि भेटेको थियो, आज पनि भेट्यो, जे होस् खुसी लाग्यो। हाम्रो साथीले नम्बर पनि छोडेर गएको थियो, कन्ट्याक्ट गर न, केही पऱ्यो भने म हेल्प गर्छु तिमीलाई भनेर। युट्युबको लागि के च्यानलको लागि टिकटक सेक्टरको लागि हेल्प गर्छु भनेको थियो, त्यही भएर हो। ल अब त्यही नि हो, अब चाहिँ लाग्दैको रुमतिर बस्न झ्याउ लाग्यो, के कस्तो भयो। अब चाहिँ रुमतिरै होटलतिरै पुगेपछि भेट्नुपर्ने हुन्छ, पठाउँदै जाने होइन गाडी जाने हो। ल त्यही नै हो।